आजको फोटो ब्लगिङ हुँदैछ हाम्रो फोटो ब्लगिङ हिरो त हिरोनी ल छिटो 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 छिटै फेरि वान मोर यता मिलाउँदै हो यसो गर फोटो ब्लगिङ अब फेरि माथि ल अब चाहिँ हामी माथि बनाउँदैछौँ हेरेँ ला काट्नु है यति भिडियो मात्रै लाउँदो रहेछ भन्ने हुन्छ युट्युब च्यानलमा आउँदैछ है आजको सेलरोटी सेलरोटी बन्दैछ है अब सेलरोटी बन्दैछ होइन पिठो चाहिँ बन्दैछ क्याननबाट हुँदैछ रेकर्डिङ कोरियन बोयले यता हुँदैछ टुङ टुङ सुरु हुन्छ होइन यो एकदम बेस्ट सेलरोटी मेकर यहाँ हुनुहुन्छ हजुर हेर म बेस्ट हो त्यस्तो त खास चाहिँ होइन होला तर अब अर्का पनि मिठै हुन्छ तर म अहिलेसम्मको चाहिँ बेस्ट चाहिँ तिमीले बनाएको मिठो मैले बनाएकै बेस्ट लागेको हो त अहिलेसम्म चाहिँ ओके धन्यवाद अरू पनि चाख्नु त चाहेको त्यसको लागि राम्रो भनिदिनु भयो भने थ्याङ्क यू सो मच भन्न चाहन्छु सेलरोटी त्यही त है अब यही भिडियो मार्फत है त कोही इच्छुक हुनुहुन्छ भने सेलरोटी पनि आउँदैछ है सेलरोटी पनि उपलब्ध हुनसक्छ कि हामीसँग तर अलिक गाह्रो छ त्यो त एकदम पुरानो त्यसमा रेकर्ड छ हो ओके एक ला झर्दैन मान्छेको त राम्रो छैन ए ल भिडियोमा राम्रो देख्छ नि त कस्तो तिम्रो निकाल्छ नि त यादगार हुन्छ मैले काम गर्दा यस्तो लाउँथेँ 3वटै कतिवटा लाउँथेँ पुरानो जमानाको यो सेलरोटी कुटाइ होइन पिठो कुटाइ आजको दह्रो ब्लग जान्छ नि जुत्तामा कतिपयले चाहिँ मिक्सिङमै कुट्नुहुन्छ नि राम्रो देखिएन नि राम्रो देखियो कालो भइसक्यो कति छिटो कालो हुन्छ नि सेलरोटी सेलरोटी पनि देखाउँछु यस्तो छ यताको ब्याकग्राउन्ड पहिला तल हुँदा फुटेको एकचोटि भएको थियो तल यहाँ नर्सरी 4 वर्ष कहाँ हुँदै धेरै हो नि सोनाम आमा र म कुट्छौँ नि त यो चाहिँ पछि बनाउनु भएको आमाले ल है सेलरोटी पुरानै प्रविधिबाट सेलरोटी बन्दैछ यहाँ चाहिँ यस्तै मिठो हुन्छ नि ओखलीकै उयो उसको भन्दा त ओखलीकै मिठो हुन्छ नि त उसको त त्यो मिक्सीको त हेर्नु न मोडर्न जमाना यसको के बिजो भएको यो अन्ना लामो भएको भयो होइन यस्तै बिजो आधी आधी हुन्छ नि टाइट पक्रिनुपर्छ त्यही भएर प्लास्टिक त च्यातिहाल्छ के भएको होला
काम गरे कसैले दिने फेरि म निकालिदिन्छु नि सबैको I take a spoon, okay? I take spoon. Cream से जाऊ स्पुन लिएर आऊ तिमी पनि जाऊ स्पुन लिएर आऊ I want to spoon. आज कुरकुरे चाट सबै पाइयो भरे दिउँसो खाने त्यो चाहिँ एकदम काटाएर खानु लाग्छ तिमी आज मेरो ह्यापी बर्थडे के हजुर ह्यापी बर्थडे यो पनि सबैलाई दिन्छु आधा लिटर मम्मी टिका लगाउनु गर्न भएन साइडले मलाई थाहा छैन कसरी गर्ने अप्सा मेरो अनुहारहरू गर पुरा भाषालाई पनि टपरा बोल्ने जाँगर त छैन होइन अब को गरिरहेको छ टपराको साथमा यस्तो चल्ने ठाउँ भएन कि हेर्न चल न कान्छी यता आइज नहल्ला त्यहाँ दाजुले मिलाउनु भएको छ क्या यता आइज कसलाई देखियो एक दुई तिन त्यसलाई निकेन तर यस्तो बाहिर त फुलिँदै आउँछ नि यस्तो होइन कोटेश्वरबाट कि माछा पोखरीबाट भन्छ नि सच्चै कति मजा त्यो अलिकति नाति त नतरीको छ आज यो बत्तीबाल सायु सायु बत्तीबाल यो बत्तीबाल अलि बिस्तारै भयो अब यसलाई यस्तो अब बाहिर लैजाऊ यसलाई बाहिर लैजाऊ छोडिदेऊ नफुटाउनु त्यहाँ छोडिदेऊ अब अपुबाट नै आऊ तिम्रो ढिलो ढिलो भन्छ अर्को तिम्रो नआएको त्यहाँको चाहिँ अब भयो त्यति भए हुन्छ तिमी गर्नु पर्दैन अहिले ठिका लगाइदेऊ ल आऊ तिमी हुँदैन दाहिने कता हो यसरी यस्तो गर्दै जाऊ गर्दै जाऊ यता नि आमा होइन यसरी यसो हो दाहिने त यसरी
दाहिने होइन होइन दाहिने यसरी घुम्नुपर्छ यसो हो Mẹ यसो हो यताबाट हो होइन होइन यताबाट ए यसो दाहिने यताबाट हो नि त यसो गर्दै तेरो पार्दै ओइ बिस्तारै बिस्तारै एकचोटि। फेरि जा लास्टमा बन्न गाँथ्यो एकचोटि यस्तो फाल यस्तो गरेर फाल्ने यस्तो गरेर फाल यस्तो गर्ने यस्तो गरेर पहिले उसका पहिला होला लु फेरि गर 3 चोटि गर्नु ल उसलाई पनि दिनु पछि पछि जाऊ दिदी हुन्छ अब एकचोटि 3 चोटि यहाँ अझै एकचोटि फाल फेरि उता पुऱ्याए होइन अब यति भए सबैले के गर भने नि यो जाडोको भागो होइन यस्तो गर पहिला तेल लगाइदेऊ ल बसेर पका एकछिन थोरै लगाए जस्तो मात्रै गर आउँछ तिमीलाई उसको भन्यो तिमीले चाहिँ अपो अपो यता अपो टमाटर हालेर हेर ल अपो तिमीलाई चाहिँ उसलाई क्या जति लागि उसले गरिदिनु क्या तिर लगाएर हो त्यसरी लगाइदिनु हेरिरा त्यसकोलाई छोडा अहिले नाचेर अहिले बन्ने होला याद गर्नु छैन भएन ल अब यसरी यहाँ हिँड्दा छिटो यस्तो गर्ने नगरा मन्दिरलाई फुल चढाइन्छ नि तिनचोटि गरे यहाँ अनि रोटी बिगारेछन् अब एकछिन राजेन्द्र बिमलीकोमा अनि ल्याएछन् मजाले रोटी बिगारेको यो चाहिँ खिच्नु राम्रो देखिन्छ अब होइन एकैचोटि भाउजूलाई पनि गरौँ एकैचोटिमा भाउजूलाई उता ऊ दलिसक्यो त्यहाँ एकैचोटि गर भाउजूलाई पनि यसो तेल लाए जस्तो मात्रै गर्दा हुन्छ ए यो बाँकी नै छ नि त यता छिटो गर छिटो टिकाको बिगार्छन् किनभने सक्यो अलग अलग भाइ टिका हुँदैन टिका नमिसाउने नानी दाम हुँदैन सक्यो भाउजूको टाउकोदेखि सबै यसरी यसरी छु मलाई जस्तै अघि दादालाई जस्तै अब चुनुको टिका लगाइदिन्छ चाहिँ राख जाऊ उतै राख्नु ल ल उसको पनि ओभर त्यो फेरि तिमीले खाने होइन है त्यो भराइ म फ्याँक्छु लु यता भाइलाई पनि गरिहाल भाइलाई पनि गरिहाल ओखरलाई पूजा पहिला ओखरलाई पूजा गर पहिला पूजा गर उसको ब्लग चाहिँ चल्छ बेसी होइन ढिलो जन्मियो अलिक छिटो उसले चाहिँ किन ढिलो जानेको भाइले छु ढिलो जन्मिन्छ अनि सबै कुमतिर दुईटा हातले त्यही भएर छिटो जन्मिनु पर्छ लैजाऊ त्यही
मलाई सकिन होला हैन अब नि भाउजूलाई तेल लाए जस्तो गर त्यही लागेको जस्तो गर यहाँ बस उता दोनो हातमा म कुटे जस्तो गर्छु जस्तो गर है भयो कपाल चाहिँ नभए भयो अब दादाले गरे जस्तो गर तिमी चाहिँ उसलाई के भन्छ ए साँच्चै यता क्यामेरामा खेलेको हो धेरै रहेछ मैले त अब भाइलाई गर खोइ भाइको त्यो भाइकै उसले भाइकै भएको त्यो लगाइदे न के त होइन अब पुज एकैचोटि तीनचोटि 1 2 3 होइन लु अब दादालाई टिका लाउँदै अब कसरी लगाऊ भने नि बक्खर यस्तो गर्नु जस्तै सिधा निधार हुन्छ यो निधार भयो नि त यसरी सर लाउने होइन त्यसपछि अनि 1 अनि यसको ठाउँ यहीँ राख्ने अनि यो सिङका फरक छ नि सेतो लाउँछ धप्ता कुरा कहाँनिर भन्छ उभोले पक्री हो त्यसरी लाउनुपर्छ अप्पु त्यस्तो नबोल अप्सा यहाँ आउँदा अप्सा डल बुनुकै टोपमा हुन्छ के लगाइदिए टिकै लाउने तिम्रो पालो छ नि सानो मैले यति गरेपछि जहाँ पाए त्यहाँ टर्कनेन एउटा यता आऊ न मैले गरेको हो सानो खै तिम्रो सर गाह्रो हुने रहेछ हौ बच्चा मलाई पक्र त बोर भएको त्यसलाई नलाउने अप्सो चाहिँ अब नलाउने ऊ टिका लाउनु जाऊ असो ऊ दादा टिका लगाइदिनुहुन्छ अब गाउँको काममा पनि लगाइदिने होइन यो आजको दिन तिहारको दिन लट्ठी खानु मन छ क्या यिनीहरूलाई आउन कस्तो गर्छ कतिलाई त अब्बो धन्यवाद दादा र भाउजू हो त्यसरी लु यो खानेकुरा सार्नु खै मिमीलाई हो खै ए बुनुलाई दे तँ हो यहाँ हतार छिटो हुन्छ यहाँ अब खुट्टामा हस् दादा भन् लु यो खानेकुरा चाहिँ हो त भाउजूहरूलाई गर्ने पो गर्ने हो त दादाले गर्ने हो त जुन ए खोइ त चम्ची प्रभास दा चम्चीले 3-4 टा खोइ दादाले नपोखाइ बिस्तारै नमस्ते नमस्ते भाइ देखो बटन खींच देंगे